हेलो साथीहरु, ल एकछिन यो ऋषि धमलाको इन्टरभ्यु हेरौँ है। सायद पहिलो तन्त्र लुकतन्त्रमा परिणत भएको छ, त्यो कुरा तपाईँ मान्नुहुन्छ। गणतन्त्र गनाए त्यो कुरा पनि तपाईँ मान्नुहुन्छ। मान्दिन, यो दुईटै कुरा गणतन्त्र असफल भयो त्यो पनि मान्नुहुन्छ मान्दिन। हैन, जुन जोली आए पनि कानै चिरेको त्यो भनेको नै गलत छ। ओलीको विकल्प प्रचण्डको विकल्प शेरबहादुर देउवा तीनजना घुमिफिरी हाम्रो देशमा नेतृत्वमा हुनुहुन्छ क्या गणतन्त्र आइसकेपछि। तर तीनैजना नेताले देश बनाउन सक्नु भएन। आफन्तहरूलाई ठाउँमा पुर्याउनु हो, नियुक्ति गर्नु हो, राम्रो मान्छे ल्याउनु भएन, देशमा योग्य सच्चे मान्छेले ठाउँ पाएनन्। प्रचण्डजी किन गनायो गणतन्त्र, किन लोकतन्त्र चाहिँ भेन्टिलेटरमा पुग्यो, मलाई बताउनुहोस् त प्रचण्डजी। काङ्ग्रेस एमाले माओवादीले अब देश बनाउन सक्दैन, तीनै दल तीनैजना शीर्ष नेताहरू असफल। तपाईँ केपी शर्मा ओली शेरबहादुर देउवा असक्षम। हेलो साथीहरु, यो भिडियो हेर्नु होला नि तपाईहरुले। धमलाले पनि हमला गरेछ तर गनाए पनि भन्न भ्याएछ। पहिला त बास्न आउँछ भन्थ्यो, अहिले गनायो भन्छ त हो केटोले। खै गनाएको त कतै सुन्दिन त म, सुँगेको बास्नै आउँदैन त के हो पारा। धमलाले पनि हमला गरेछ, ल बधाई छ केटो।